आज चाहिँ गोलभेडा तरकारीमा हालेर कस्तो हुन्छ भनेर चेक गर्दैछु होइन। यो लसुन हो अनि गोलभेडा चाहिँ मैले टेक्क हालेर कस्तो हुन्छ भनेर मैले चेक गर्ने भनेर भनिरहेको छु। खाना चाहिँ पकाउँदैछु होइन। यसरी दाल चाहिँ यो दालमा मैले गोलभेडा हालेर बनाउने भनेर भनिरहेको छु। कस्तो हुन्छ ट्राई मात्रै गर्छु होइन। गोलभेडा हालेर तरकारी बनाउँदा कस्तो मिठो हुँदो रहेछ म हजुरलाई सेयर गर्छु होइन त। हेलो गाइज, वेलकम छ, स्वागत छ मेरो युट्युब च्यानलमा। सबैजनाले मेरो युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला। म नयाँ हो, त्यही भएर मेरो छोरी चाहिँ बिहान उठेदेखि मेरो छोरी चाहिँ यस्तो छ पारा होइन। अनि हेलो गाइज भनिरहेको छ मेरो छोरीले पनि। अनि छोरा चाहिँ कराइरहेछ, छोरा चाहिँ नमस्ते गरिरहेछ मेरो छोरीले, नमस्ते गरिरहेछन्। सबैजनाले माया गरिदिनु होला। अनि मेरो पुन्टे बेबी चाहिँ यहाँ ढलिरहेछन्। यसरी लोरी गरेर सुतिरहेको थिएँ भित्र, हो कि नै कसरी सुतिरहेछन्। त्यसमै दिदी गएर माया गरिरहेछ होइन। दिदीले माया गरिरहेछ नि, माया गरिरहेछ दिदीले आफ्नो भाइलाई। यति धेरै माया गर्छ मेरो छोरीले आफ्नो भाइलाई। अब कसरी समात्ने खोजिरहेछ, आफू त समात्ने खाले छ, अब समात्ने भन्छ भाइलाई। मेरो कोठा चाहिँ यो हो। यसरी सामान चाहिँ प्याक राखिरहेछौँ हामी आमा छोरा छोरीको होइन। अनि मेरो छोरी चाहिँ आज पानी परेर बेहाल भएको थियो। कपडा यसरी सुकाइरहेको छु सानेको। मेरो छोरी चाहिँ लुखुर हिँडिरहेछन् होइन। अब चाहिँ गहुँ काटेर मकै छर्ने टाइम भइसक्यो, त्यसैले मल बोक्न सुरु हुँदैछ हाम्रो घरतिर। यहाँ मौसम चाहिँ यस्तो छ, वैशाखको महिनामा कुहिरो लागेर साउनको महिना जस्तो हुन्छ कहिलेकाहीँ त, हो कि नै हो। त्यसैले यहाँ मल बोकेर पनि यति विधि भएको छ कि म चाहिँ खाना बनाउने आफ्नो कामतिर लागिरहेको छु। आफ्नो खाना बनाउने मेरो चाहिँ ड्युटी हो। त्यसैले अब चाहिँ मैले कराई धोइओरी ल्याएर मैले यहाँ चाहिँ राखेर तरकारी भुट्न लाग्छु। तेल हालिसकेपछि मैले लसुन चाहिँ पिसेर राखेको छु। अनि मैले गोलभेडा चाहिँ झ्याप्प पारेर झानिसकेँ गोलभेडा। अनि त्यसपछि मैले झानिसकेपछि यस्तो ढलाइरहेको थियो होइन, ढल चाहिँ होइन बाफाइरहेको थियो। त्यसपछि मैले अब लसुन हालेँ होइन। त्यसपछि मैले गोलभेडा हालेर तरकारी कस्तो हुँदैछ भनेर मैले ट्राई गर्दैछु। तर मिठै हुन्छ, जे होस् मिठो, एकदम मिठो हुन्छ। मिठो तरिकाले खान्छौँ हामीहरू। त्यसपछि मैले दाल हालेँ झ्याम्म पारेर। दाल हालिसकेपछि मैले त्यसपछि अब मैले मेरो छोरालाई कता गएछ एकचोटि भनेर हेर्न जाउँ भनेको त्यहाँ पुल्टिक पल्टिरहेको रहेछ कि। मैले फ्याट उता पारिदिएको त रिसाएर हो कि खुसाएर हो, यत्र आँखा लाग्यो होइन मम्मीसँग। अनि त्यसपछि मैले चाहिँ यहाँ एउटा दाना आलु चाहिँ तरकारी बनाउन लग्छु भनेको, तर मैले साना रहेछ नलगेर तरकारी चाहिँ बनाइन है। त्यसपछि बाहिर आएँ। मेरो सानो चाहिँ यहाँ लोडीबुडी गरिरहेको थियो। त्यसपछि मैले मेरो छोरीलाई देखाएँ। अनि त्यहाँ पानी परेर यस्तो भइरहन्थ्यो। त्यसपछि चाहिँ हामी बारीतिर खानासाना खाएर बारीतिर गयौँ होइन। अनि के रोप्नु भनेपछि खुर्सानी यो चाहिँ बोट सानो थियो अनि रोप्नलाई गएको हामीहरू। तर मैले चाहिँ रोपिनँ होइन। मेरो छोरीले चाहिँ यति धेरै काम गर्छिन्, अब काम भनिसाध्य छैन। यहाँ गएर टमाटर, यति सानो टमाटर, नपाकेको टमाटर ट्याप टिप्दिछन् होइन। मेरो छोरी त फटा बेबी छन्। अनि त्यसपछि म चाहिँ आएँ। थ्याङ्क यू।